मोमो पकाउने भाँडोमा बनाना केक बनाउँछु भनेर ट्राई गरेको, तर सब रुल्स फलो गर्दाखेरि पनि के कारणले यसरी बिग्रियो भनेर मैले चाहिँ पत्ता लगाउन सकिनँ। यदि हजुरहरूले पत्ता लगाउनु भयो भने चाहिँ कमेन्ट गरिदिनु होला है। हुन त आफूले बनाउँदाखेरि नपुगेर के नजानेर नै पर्फेक्ट नबन्ने हो, त्यही पनि कुनै कुनै कुराहरू चाहिँ साँच्चीकै भिडियोमा भन्या जस्तो चाहिँ अलिकति बन्दैन क्या। त्यो चाहिँ मैले एकदमै धेरै भोगेको छु। मैले चाहिँ टिकटकमा, फेसबुकमा, युट्युबमा जे देख्यो त्यो अलिकति आफूलाई इन्ट्रेस्ट लागेको कुराहरू चाहिँ बनाइहालौँ भन्ने भएर म चाहिँ बनाउँछु, तर लास्टमा कुनै कुनै चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी भइदिन्छ। राम्रो मात्र भएको भिडियो के राख्नु भनेर म चाहिँ यसरी बिग्रेको भिडियोहरू पनि राख्छु, किनभने सिकिन्छ नि त। फेरि यहाँनिर यस्तो भएर यो भयो भनेर कमेन्ट गरिदिनु भयो भने त हामी नेक्स्ट टाइम सुधार्न सकिन्छ। हुन त हामीले यसलाई खेर जान चाहिँ दिएन, मिठो भएको थियो क्या आफू त, मात्र त्यति हो कि अलिकति फ्लफी स्पन्ज मात्र भएन भन्न खोजेको मैले चाहिँ। लौ न यो बनाना केक पर्फेक्ट बनाएर खानुभएको साथीहरू समक्ष मेरो भिडियो पुऱ्याइदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ।